हेलो गुड इभिनिङ अनि सबैजनालाई नमस्ते। आज चाहिँ मेरो बुढाले यहाँ हाम्रो सानो कोठेबारीबाट आलु खन्दैछ, आलु निकाल्दैछ गाइस। अन्त यहाँ हेर्नुहोस् न, अस्ति पनि एकपल्ट खनेको, त्यति बेला चाहिँ मैले तपाईँहरूलाई देखाउनु पाइनँ। आज चाहिँ म देखाउँदैछु है। यहाँ हेर्नु, यहाँ आलु चाहिँ यति भएको छ, हाम्रो आफ्नो बारीको आलु है। अन्त हामी चाहिँ यहाँ क्वार्टरमा बसेर पनि अलिअलि यहाँ सिलङमा चाहिँ फलाएर खाँदैछु है। फर्स्ट टाइम क्वार्टरमा यसरी मैले चाहिँ बारी बनाएर के कुरोहरू रोपेको, मेरो बुढा र मैले मिलेर। अन्त यहाँ हेर्नुहोस् न, मजाले खन्नु हुँदैछ मेरो बुढाले चाहिँ। अन्त निस्के अमै कत्रो ठुलो छ, हेर्नु हेर्नु त, यहाँ देखाउनु न, देखाउनु न, यहाँ हेर्नु है, अम्मा मम्मी कत्रो ठुल्ठुलो देख्नुभयो गाइस। यहाँ चाहिँ आलु चाहिँ मजाले अलिक योपालि तर भएन अलिक राम्रो कि, किनकि अलिक रोग लागेको जस्तो भयो। अब त मजाले हुने रहेछ कि यहाँ पनि। अन्त यहाँ हेर्नु न, हाम्रो सिक्रीहरू उम्रिँदैछ, मकै पनि लगाएको छ हामीले। अन्त यहाँ चाहिँ एकदम क्वार्टरमा बारी पनि पाउँछ क्या, यहाँ चाहिँ सिलङमा चाहिँ एकदम बारीहरू पुरा हुन्छ। उसँग बाउ म चाहिँ खन्नु जान्दिनँ कि, त्यो भएर म चाहिँ हात नलगाएको। यहाँ मेरो बुढाले आफै खन्छ कि, उसले चाहिँ जान्दैछ नि त। आलु निस्क्यो यहाँ हेर्नु है, आलु निस्किएको हेर्नु है, यहाँ हेर्नु है, मेरो बुढाले चाहिँ फलाएको आलु दामी फलाएको छ। आलु चाहिँ एकदम अर्ग्यानिक आलु। अस्ति मटर पनि फलाएको थिएँ, मटर पनि तपाईँहरूले देखाउनु पाइनँ। यहाँ पनि छ आलु, हेर्नु त। अन्त यहाँ पनि लागिरहेछ, अझै उम्रिरहेछ आलु हो। यहाँ मटर हेर्नुहोस्, मटर फलेको हेर्नुहोस् गाइस, तपाईँलाई म मटर देखाउँछु। हामीले चाहिँ कति 4-5 छ्याक खाइसकेँ, अन्त दिएर पनि हो। अझै हेर्नु मटर चाहिँ यस्तो राम्रो भएको छ, अझै आउँदैछ। अन्त अझै यहाँ गाजर पनि उम्रिरहेछ हो, गाजर पनि लगाएको थिएँ। आलु चाहिँ दामी भएछ है, यतिको त चरचरी खानु, आलुदम खानु हुने रहेछ। यहाँ पनि अलिक राम्रो भएन के, हुन्छ मजाले भएको भए त्यो धेरै नै हुन्थ्यो रहेछ। ऊ सानो हौ, त्यो सबै टिप्नु न, चरचरी खानुपर्छ होइन गाइस। चरचरी चाहिँ दामी हुन्छ आलुको। हाम्रो चाहिँ उता घरमा आमाले रोप्नुहुन्छ नि त। अन्त यहाँ चाहिँ फर्स्ट टाइम मैले पनि यसरी खनेर मेरो बुढासँग हेर्नुहुँदैछ। फेरि यहाँ हेर्नुहोस् है, जता पाए त्यतै छ फ्याँक्दैछ। त्यसरी यो हुन्न, बिग्रिँदैन। हेर्नु है, मकै रोप्दैछ एकदम मजाले रोप्दैछ मेरो बुढाले मकै। हाम्रो बारी चाहिँ यस्तो छ है, यत्तिको छ हाम्रो बारी चाहिँ, यत्तिको चाहिँ फलेछ आलु। अझै छ पर, त्यो पनि हाल्नु छ, तपाईँलाई म देखाउँछु अन्त है। यहाँ मेरो नानीले पनि यहाँ सकाउँदैछ, मेरो छोराले पनि आलु हाल, लु हाला छिटो हाल, हाला त नानी, आलु टिप्दै हाला छिटो, हाला त छिटो, बाबालाई सकाउ। बाबा छोरा मिलेर हाल्दैछ आलु है। मेरो छोरा पनि एकदम बुढो माटो भनेपछि त खुसी हुन्छ, खेल्नु पायो भने त। हाम्रो आलु खै, म पनि हालौँ। हाम्रो बारीको आलु, अब यो आलुको किसिम बनिन्छ। नानी आलु भन्देऊ, पटेटो भन्देऊ नानी, पटेटो भन्देऊ। टिप न नानी, टिप न, टिपेर हाल न सानो, हाल न छिटो, टिपेर हाल न छिटो, बाबालाई सकाउ, ल सकाउ सकाउ सकाउ, सबै हाल लु। आउँदैछ नि गाइस, मटर उम्रिँदैछ, देख्नुभयो। लस्करी लगाएको थियो नि यहाँ, त्यो अस्ति यो सेकेन्ड टाइम पनि एक ढाकी भएछ।
आज त यो अलिक ठुल्ठुलो भयो नि अस्तिको भन्दा अलिकति ठुल्ठुलो छ यो फेरि राम्रो छ यो क्या मेरो यहाँ फलाउने मान्छे चाहिँ उयो हो उसले फलाएको हो मेरो छोरा हेलो गर्दो हेलो छिटो धनियाँ किल्चेर लु धनियाँहरू किल्चेर केही छैन ल बाई बाई एभ्रिवान